ल है साथीहरु, हाम्रो आज के ट्रेनिङ छ आऊ भनेर बोसले बोलाइराछ। अब आमा जाँदैछु। ट्रेनिङ किसको हो भनेपछि आगो लागेपछि कसरी आगोलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा ट्रेनिङ बनाउँदैछ अरे। बाँकी हेर्दै गर्नु होला है के कस्तो हुन्छ। खुलने का टाइम में आग लगने लगा। Dekat ujung tu, bukannya ujung depan tu. Sampai dekat, ya Allah. जुनसुकै ठाउँमा भए पनि तर केटीहरुको हाल त ओभर एक्टिभ चाहिँ धेरै हुन्छ है। हेर्नुस् न, ओभर एक्टिभ नै भन्नुपर्छ के यसलाई त। यत्रो नाटक देखाएर पनि लास्टमा त आगो नै ननिभाएर हिँड्या के। हेर न गरे के भन्ने गर्ने मान्छेले यसरी नै आगो निभाइहाल्छन्। नाटक देखाउने हो के, यो भएन त्यो भएन भन्ने नाटक देखाउने मात्रै। त्यो थियो फायर ग्यासबाट कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर उदाहरण। अब यो हेर्नुहोस् पानीबाट कसरी चाहिँ आगो नियन्त्रण गर्न सकिन्छ भनेर केटाहरूले सिकाइरहेछन्, प्र्याक्टिकल नै गरिरहेछन्। खत्म। बाय बाय, टाटा, गुड बाय।